सम्पूर्ण फुटबल प्रेमी दर्शकहरूमा नमस्कार। म रुकेश प्रेस र रुकेश ब्लग्स। महिला राष्ट्रिय फुटबल प्रतियोगिता चितवन 2081 को भोलि फाइनल खेल एपीएफ ले लानेछ या आर्मीले? तपाईहरु प्रेडिक्सन गर्दै गर्नुहोला। कुन टिम च्याम्पियन भएको देख्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। विगत केही समय यता दुई टिम फाइनलमा लगातार भिडन्त हुँदा एपीएफ नै हाबी बनिरहेको छ। त्यो फाइनल मोमेन्टलाई जित्न अब्बल रहेको छ एपीएफ भने आर्मी त्यो डेडलक तोड्न चाहन्छ यो चितवनमा एन्ड दे वान्ट टु बी च्याम्पियन। र तपाईहरु समयमा नै टिकट काटेर कृष्णपुर खेल मैदानमा आउनु होला। 11 बजेबाट टिकट सेल हुनेछ। भित्र प्याराफिटमा बस्नेको लागि 300 रुपैयाँ रहेको छ भने प्याराफिट भन्दा बाहिर ग्राउन्ड भन्दा बाहिर चाहिँ बसेर हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुले 100 रुपैयाँ टिकट काट्न सक्नुहुनेछ। र सबैलाई वेलकम छ। चितवनवासीहरूलाई हार्दिक स्वागत कृष्णपुर खेल मैदानमा फेरि पनि। धन्यवाद।